भिडियो हेरेर बस्नुभएका भक्तजनहरूलाई पनि यही भिडियो मार्फत दर्शन गर्नु होला। सो तपाईहरु आउन नसक्ने अथवा आउन नपाउनु भएका भक्तजनहरू कुनै कारणवश आउन नसकेर बाटो टाढा भएका हाम्रो भक्तजनहरूलाई यही यो भिडियो मार्फत दर्शन गराएको छु। सो हेर्नु होला ल, दामी भ्यू छ। यहाँको यो दृश्य देख्न सक्नुहुन्छ, यस्तो दामी छ नि। ए पैयोकटकी देवी लौ रक्षा गर। आजको यात्रा हुनेछ हाम्रो पैयोकोटसम्मको। दिदी र म यहाँबाट दुम्बेङसम्म चाहिँ अब गाडीमा जान्छु त्यहाँदेखि, अनि त्यसपछि बाइकमा गइन्छ। सो म भर्खरै घरदेखि निस्केको छु। यताबाट यस्तो दामी कुहिरो लाखा न त हो, त्यहाँ छरे झर्ना देखिन्थ्यो। सो कुहिरो लागेको छ है। झर्नामा यही ल छरे झर्ना देख्न सक्नुहुन्छ, यो रमणीय दृश्य। सो यहाँ भ्यू पोइन्ट बनाइएको छ अहिले, अनि यतापट्टि स्विमिङ पुल छ। अब यहाँ बिहान बिहानै आउने एकचोटि चुबुल्की मार्ने हो भने अनि ठाउँमा आइन्छ है। चिसो यस्तो पानी बरफ जमे जस्तो छ नि, भवाल छ। ल सो भ्युज देख्न सक्नुहुन्छ, यो डुम्ब्यान्ज्याङ। सो यतापट्टि ढिकी डाँडा छ, उतापट्टि डाँडा हर्क। सो अनि उतापट्टि छ, उता के भन्छ डाँडा हर्क, मुनि हर्क डाँडा हर्क छ। अनि यतापट्टि छापा गाउँ छ है, यता लामपाते छ। सो यतापट्टि वालिङ बजार त देखिँदैन, यतापट्टि छ तमादी छ यहाँ तल होइन। यस्तो दामी भ्यू देखिएको छ नि तमादी। सो देख्न सक्नुहुन्छ, यस्तो दामी छ। यतापट्टिको हाम्रो साथीहरू थियो यहाँबाट डुम्बेङ पढ्न आउने। अब म चाहिँ अब यसमा गइन्छ हामी सर र आउँदा लाउँदाखेरि यस्तो ट्रक नै फसिहाल्यो हाम्रो त। दिदी हुनुहुन्छ त हामी यति बेला हातेमाला चोक ट्याक्क बजार नेरै आएका छौँ, यो साइड गेट नेर। अब यहाँ पेट्रोल हालिएको छ 2 लिटर यसमा। सो अब पेट्रोल चाहिँ छ। यता दिदी हुनुहुन्छ यस्तो। अब हामी त्यो डाँडाको टुप्पामा जाने हो। त्यो डाँडाको यस्तो अठार रहेछ नि आमामा, बाटो पनि नसरेको दसैँ लाग्दा। सो एक ठाउँमा हल्का चिफ्लियो, यस्तो लोट्न त लोटिएन त्यसरी, तर चिफ्लिनु चाहिँ चिफ्लियो। केही भन्न छ? केही छैन, देवीले राम्ररी पुर्याइदेऊ त्यही छ। भ्यू छ आमामा। ओ उहाँदेखि आएको हामी। ओ त्यो कुना फेरि कता गयो, डुम्ब्यान्जिङ हो, यो डुम्ब्याङ छ। सो देख्न सक्नुहुन्छ, यतापट्टि आसी घोसरदुम भयो, यतापट्टि नेर आसी। सो त्यो चाहिँ मेरो गाउँले यस्तो देखिया नि हो। यो देख्न सक्नुहुन्छ, बाटो यस्तो रहेछ नि, लिकै छैन कि यहाँ बाटो। काँडा हाल्ने थाहै हुँदैन, यस्तो दामी भ्यू छ। वा त्यो डुम्ब्याङभन्दा पारिदेखि आएको हामी। यस्तो बादल बाटो यति अप्ठ्यारो रहेछ नि यहाँ। ओ त्यहाँ तल बाइक राखेर हामी हिँड्दा यहाँ पसिना आयो, यस्तो गर्मी छ नि। सो त हाम्रो दिदी हुनुहुन्छ। के छ दिदी? ठिकै छ बाबु, घामले पोलिया छ के रे, हिँड्न सकिया नि? सकिया छैन, सक्न पर्यो। ल यहाँ हामी अब पुग्न लागिसक्यो, तर बाटो खत्तै अप्ठ्यारो रहेछ। सो हामी बाइक तलै राख्यो। अब सिङ्गल मात्रै त के निकाल्नु, डबल सकिने अवस्था रहन्छ। त्यही भएर हामी बाटोमा नै राख्यो बाइक। सो अब यता देख्न सक्नुहुन्छ। ल यस्तो बाटो छ यार, लिकै भेटाइँदैन यार। कहाँ हो कहाँबाट? यहाँ देख्न सक्नुहुन्छ हामीले फलेर रहेछ त्यहाँ बुटामा घाँस काट्ने दसैँ लागेको छ। डोजाले हामीले देख्न सक्नुहुन्छ यहाँ। हजुर के भन्नुभएको? ल त्रिपुर्ण माध्यमिक विद्यालय रहेछ यहाँ, हो साङ्दी पूर्ण गाउँ भन्ने ठाउँमा। यो देख्न सक्नुहुन्छ दक्षिण पर्वतको व्यापारिक केन्द्र हो यो, वास पर्वत। सो देख्न सक्नुहुन्छ, यस्तो दामी भ्यू देखिया तलतिर। अनि हिँड्न परिरहेको छ। सो थकै पो लागेको छ, पसिना आएको छ, हिँड्न सकिएको छैन। यता देख्न सक्नुहुन्छ दृश्य, वा क्या रमणीय भ्यू छ, दामी। ओ वहाँ टुप्पा हाम्रो घर छ। सो यस्तो ठाउँ छ नि दामी। हामी मन्दिर आइपुग्न लाग्छौँ। यस्तो गर्मी भएको थकै लाग्छ, पसिना भइयो। के छ दिदी? हिँड्न सकिया खाएर होइन? गर्मीले खायो। यहाँ त चप्पल लिएर हिँड्नु भएको, हिँड्न सकिएको छैन। यतापट्टि देख्न सक्नुहुन्छ यो दृश्य। हिँड्न बानी बिग्रेर हो कि के हो, हिँड्न सकिँदैन त यार। पहिला यत्रो बाटो हामी घरबाट हिँड्दै आइन्थ्यो, अहिले त्यहाँबाट यहाँ आउनु नि सकिया हिँड्ला। यस्तो भयो। हामी मन्दिरमा आइपुगेका छौँ।
यो दृश्य देख्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ यति थकै लाग्यो नि आम्मामा हुन त धेरै हिँड्नको त होइन तर पनि यस्तो बवाल थकै लाग्यो यहाँ देख्न सक्नुहुन्छ मन्दिर यो बाटो यस्तो बनाएको रहेछ यहाँ हामी त धेरै वर्षौँ पछि आएँ म त बच्चा बेलामा आएको एकचोटि हिँड्दै हिँड्दै त्यसपछि बल्ल हो यो सेकेन्ड टाइम भयो सो ल यहाँ यता धारो पनि रहेछ पानी खानको लागि अनि यता टोइलेटहरू पनि रहेछ सो राम्रो बनाएको रहेछ बाटोहरू यस्तो दामी ढुङ्गासुङ्गा हालेर यहाँ माथितिरपट्टि चाहिँ तल चाहिँ अलिक बिजोगै थियो बाटो हिँड्न नसकिने अब हामी सक्नुहुन्छ यहाँ स्विमिङ पुल बनेको रहेछ यस्तो दामी दृश्य छ मन्दिरमा आइपुग्यो फाइनली हैया स्याहाँ भएर हिँड्न सकिएको छैन त्यो देख्न सक्नुहुन्छ भ्यू दामी भ्यू छ खत्रै भ्यू छ ल यो देख्न सक्नुहुन्छ ए माता दि ल यो दृश्य वाउ लुक एट दिस भ्यूज गाइस मन्दिर आयो ल फाइनली तपाईँलाई यो मन्दिरबाट घुमाएर एउटा दृश्य देखाउँछु अबे छोटे हा यहाँ यस्तो दामी अमिलो फलेर रहेछ नि आम्मा यहाँ देख्न सकिन्छ बुट्टाभरि लटारम्म फलेको छ अमिलो सो देवी जय देवी रक्षा गर प्रभु यो शेर रहेछ हाँकेर बसिया गरेर दृश्य देख्न सक्नुहुन्छ यहाँ मौलो छ यहाँ अब यो अष्टमी हो कि नवमी यस्तो कालरात्रिमा यहाँ पाडा कुखुरा के बलि दिने चलन छ यहाँ सो यो मौलोमा दिइन्छ दिदीलाई देख्न सक्नुहुन्छ पूजा गरिरहनु भएको छ देवीले रक्षा गरून् यो मन्दिर दर्शन गर्न सक्नुहुन्छ यहाँ दृश्य कुन राजा थिए र यहाँ यहाँ त अकबर सिंह भन्ने नागसाप भन्ने राजा छन् नि यी नागसाप भनेको अन्तिम राजा उनको थान छन् त्यहाँ यो थान पनि भएको तल हटियामा पनि छ यी राजाहरूले राज्य गर्ने यो खास विशेषता भनेको त यो पैँकोटमा पहिला पैँयु राजा चारपाला 4 थरीका मगरले राज्य चलाएको ठाउँ अब ती राजाहरूमा अब के भयो त्यसपछि राजा खोज्न गएर पाल्पातिर गएर पाल्पा अथवा काँसी कुन ठाउँबाट राजा लिएर आएर यहाँ राज्य गरेका यस स्थानमा राजाले राज्य गरेका अनि 2224 राज्यहरू जो एकीकृत गर्ने बेलामा अब उहाँबाट राजाहरू आएर यहाँ जासुसी राखेको यहाँ सुवेदी खर्क भन्ने ठाउँ छ क्या माथि सुवेदी खर्क ठाउँ भन्ने ठाउँमा एउटा बुढीलाई जासुस गर्न पठाएको रहेछ यी राजाहरूले र यहाँ रानीपानीको एउटा राजा दाजुभाइ रहेछन् यो रानीपानीको र यहाँको राज्य गर्ने एउटा दाजुभाइ दुईवटा सँगै भएको बेलामा चाहिँ यहाँ कहिले पनि जित्न नसक्ने के अनि त्यसपछि यहाँ त्यो जासुसी सुवेदी खर्क भन्ने ठाउँमा जासुसी पठाएर एउटा बुढीलाई जुन ती दुईवटा राजाहरू नभएको बेलामा चाहिँ त्यो साडी सुकाउँथ्यो अरे एउटा रातो साडी एउटा निलो साडी सुकाउने अनि जति बेला जुन उहाँबाट हेर्दाखेरि चाहिँ अनि त्यो दुईवटा साडी नभएको एउटा मात्रै साडी हुँदाखेरि चाहिँ आएर अट्याक गर्न आएको थाहा पाएर राजाले आफै आफ्नो राजदरबारमा बारुद खानामा पसेर अरू शत्रुको हातबाट मर्नभन्दा म आफै मर्छु भनेर त्यसरी जलेर मरेको भन्छन् त्यही भएर नासाप उत्रियो भने तल नागसापमा कुन यता यहाँको कुन यो यहाँ नागसापको मन्दिर यहाँ पनि रहेछ राज्य गरेको नासाप भनेको राजा हुन् खास भनेको यहाँको राजा नासाप त्यसरी यहाँ राज्य गरेको यहाँको जनताको पालना गरेको भएर उनलाई साप एउटा स्थान दिएर राखेको
खास विशेषहरूको खड्गा शक्ति हो कि खड्गा तर यहाँ खड्गा देवी पनि खड्गा देवी भनिन्छ नगर्नु नबनाएको आदि भक्ति काली भद्रकाली शक्ति यहाँको शक्ति भनेको काली भद्रकाली शक्ति जुन काँड शक्ति हो त्यो चाहिँ हामी अष्टमीमा निकालिन्छ बल्ल अष्टमीमा मात्रै अब बाहिर निकालिन्छ त्यो रातिको 2 बजीतिर यताउता गरेर पूजा अर्चनाहरू गरेर पञ्चपूजाले पूजा गरेर बाक्समा राखिएका देवीहरूले बाहिर प्रदर्शन चाहिँ गराइदिएको राति 2 बजेको लिएर गएर 3 बजेको भित्रमा हामीले पूजा अर्चना भ्याएर राति नै फुलपाती बिताइसकेपछि अष्टमीको रातिमा बल्ल दुर्गालाई बाहिर प्रदर्शन गरिन्छ त्यसपछि दशमीको दिनमा विसर्जन गरेर फेरि पनि पञ्च स्नानहरू गरेर देवीको पूजा अर्चनाहरू गरेर फेरि पनि त्यही बाक्सामा अर्पण गरेर बन्द गरेर राख्ने चलन विशेषता भनेको त्यो नयाँकोटको बलि दिने रे यहाँका बलि दिने भनेको यहाँको उपासुहरू आउने गर्छन् उपासुहरू भनेको चाहिँ 4 थरीबाट ठकुरी सेन वंशबाट 2 जना अनि चितौरे अनि सारू कालीकोटे अनि आले राणा गरेर 4 थरी मगर अनि चितौरे अनि यो खवास भन्ने डोलो बोक्ने खवासेहरू अरे 8-9 जना चाहिँ उपासहरू आउने गर्नुहुन्छ र उहाँबाट नै सप्तमीको दिनमा आएर फुलपाती भित्र्याउने र सप्तमीमा उनी उपासहरू पनि आएर भित्र प्रवेश गर्ने अब यहाँ चाहिँ अब पहिलो घटस्थापनादेखि लिएर जमरामा पानी हाल्नको लागि यो सरसफाइको लागि 2टा सारू कालीकोटेबाट उपासहरू आउनुभएको छ उहाँहरू अब दैनिक रहनुहुन्छ 2टा पुजारीहरूद्वारा अब प्रणी पाठहरू भइरहेको हुन्छ त्यसपछि सप्तमीको दिन ती 8 जना ती 7 जना उपासहरू थप 7 जना आएर उहाँहरू अब त्यो दिनदेखि लिएर अष्टमीको दिन भोकै बसेर अब अष्टमीको दिन केही पनि नखाने उहाँहरू भोकै बस्ने र अनि त्यसपछि नवमीको दिन सबै कर्म समापन भइसकेपछि बल्ल भोजन गर्ने र उहाँहरूद्वारा नै बलि काटमार हुने चलन प्रथा रहेको छ सो हामी अब तर यो पुरा राम्रो ल हामी अब मन्दिर दर्शन पनि अब सकिसक्यो यहाँ अब फोटासोटा खिचिन्छ यो मौलोमा चाहिँ पाठासाटा पाडा बुङ्गुर कुखुरा के हो बलि चढाउने कुराहरू सबै यहाँ चढाइन्छ यो मौलोमा यो देख्न सक्नुहुन्छ यो दृश्य आउने त माथि आउनु यहाँ फोटो एउटा फोटो खिचिन्छ है हामी यस्तो दामी देखिएछ हाम्रो गाउँ हो वहाँ पर फाइनली हामी पैयुकोट दर्शन गरेर फर्किसकेका छौँ यो दृश्य पैयुकोटको देखाइसकेका छौँ हामीले अब हामी यहाँबाट अब बाटो चाहिँ एकदम अप्ठ्यारै थियो हामीलाई चाहिँ हामी बाटोमा 1-2 ठाउँमा यस्तो यो भ्यू पोइन्ट पनि रहेछ यहाँ फोटोसोटो खिच्नु ल माथि बस्नु त ल च्याट्ट माथि बस्नु यही हो हाम्रो फोटो है ल पोज दिनु त पोज ल त्यहाँ हामी दर्शन गरेर फर्किसकेका छौँ गेटबाट बाहिर आयौँ यो दृश्य देख्न सक्नुहुन्छ गेटबाट यो मन्दिर यो भ्यू देख्न सक्नुहुन्छ यस्तो दामी छ नि यतापट्टि हो वहाँ पारी हो क्या सेतीमाडी जाने बाटो यतै हो सो देख्न सक्नुहुन्छ यस्तो लुक एट दिस भ्युज गाइज अनि तपाईँलाई म देखाउँछु हाम्रो गाउँ यहाँबाट अब यो क्यामेरा जुम गर्दाखेरि त अब फर्स्ट अलि नराम्रै आउला है सो हाम्रो घर अलि बुटाले छेक्दो रहेछ घरबाट चाहिँ यो मन्दिर देखिन्छ यो दृश्य देख्नुभयो हो यहाँनिर चाहिँ यो बिचनिर चाहिँ हाम्रो घर छ सो डुम्मे झिङ त्यहाँ छ अनि यो रामची डाँडा भयो यो हाम्रो गाउँ माथिल्लो गाउँ भयो हो यो अन्त एउटा गाई रहेछ यहाँ घरमा ल गाईलाई घाँस हाल्नु दिनु ल ल लौ गौ माता ल घाँस खान बाह्रिन्छ बिचरा अप्ठ्यारो थियो नि हामीले यहाँ बाइक रोकेको ठाउँमा आइपुगेका छौँ अब त्यो अगाडि देख्न सक्नुहुन्छ हाम्रो बाइक यतापट्टिको दृश्य देख्न सक्नुहुन्छ यस्तो खालको ल्या यो ढुङ्गा यस्तै रहेछ माथिसम्म नै बाटो त्यही भएर बाइक लैएन हामीले यहीँ राख्यो त्यहाँ छ बाइक त्यही अब हामी यहाँदेखि बाइकमा गइन्छ है यस्तो अप्ठ्यारो बाटो छ नि उकालो जाँदा त के भएको थियो र ओह्रालो झर्दा त यस्तो भरि बिजोग छ बाटो झार्न नसकिने छ तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदम सुरक्षितसँग अलि खत्तै चलाउने तरिकाले आउनु होला सो बुढाबुढीहरूलाई चाहिँ लिएर नआउनु होला बाटोमा कहाँ कतिखेर के हुन्छ थाहा हुँदैन सो मैले त्यहाँ दिदीलाई झारेको छु आउँदै हुनुहुन्छ होइन भने झर्न पर्छ सिङ्गलै जान गाह्रो भइरहने बाटो छ बवाल पानीले खोज्दा रहेछ बाटो साफै छैन यस्तो बिजोग छ नि
फाइनली हामी हट्टीमाले चोक आइसकेका छौँ। यो दृश्य देख्न सक्नुहुन्छ हाटमाले चोक बजारको। दिदीको चप्पल चुडेर यहाँ फेर्नलाई किनेर बसेका थियौँ। सो अब लाग्छौँ है हामी वालिङतर्फ। फाइनली हामी घर आइयो लुट्दै क्याट्दै होइन। दिदी कचोरी लोटी अरे ए भनिसक्नु कचोरी भनिसक्नु छैन धन्न बाँचेर आइयो भनेपछि हो ल ठिक छ। हामी धेरै त होइन 3 ठाउँमा हो।